सो लेट्स अन्डरस्ट्यान्ड होइन हाउ सिस्टम र कल्चर वर्क्स क्या। अनि एउटा गाउँमा होइन एउटा गुरु चाहिँ आफू मर्न अगाडि चाहिँ सबै बिरालोहरूलाई पाल्न बन्द गर है भनेर गाउँकालाई भन्नुहुन्छ होइन। अनि एउटा बाहिरी मान्छे आएर त्यो देखेर छक्क पर्छ क्या, यो बुढो यत्रो गुरुमा महान गुरु भनेको मान्छेले यस्तो भन्दाखेरि कस्तो मूर्ख रहेछ टाइपको सोच्छ। अनि गाउँको एउटा मान्छे आएर एक्सप्लेन गर्छ क्या उसलाई चाहिँ गुरु आउनुभन्दा अगाडि चाहिँ गाउँमा चाहिँ मुसाले यस्तो सताएको थियो अरे कि। अनि त्यो देखेर चाहिँ गुरुले आएर बिरालो पालो भनेर भन्नुभएको अरे। अनि गाउँमा बिरालो आइसकेपछि बिरालोको लागि दुध चाहियो होइन। अनि त्यो दुधको लागि मान्छेहरूले भैँसी पाल्न थाल्छन्। अनि भैँसी पाल्न थालेपछि चाहिँ भैँसीको लागि घाँस चाहियो। अनि घाँसको लागि मान्छेहरू जमिन चाहियो होइन। अनि जमिनको लागि मान्छेहरूले वन जङ्गल फाड्न थाले। यो देखेर चाहिँ गुरुले चाहिँ आफू मर्न अगाडि चाहिँ अब चाहिँ बिरालो पाल्न बन्द गर है भनेर भन्नुभयो कि होइन। किन भन्दाखेरि त्यतिको समय आइसकेपछि गाउँमा मुसा पनि बाँकी थिएन क्या, अलरेडी प्रब्लम सल्भ भइसकेको थियो। सो एभ्री कल्चर इज मेड टु सल्भ अ स्पेसिफिक प्रब्लम होइन। अनि प्रब्लम सकिसकेपछि पनि सिस्टम चाहिँ चलिरहेको छ क्या। अनि पछि चाहिँ मान्छेहरू यो कुरा नबुझिकन अन्धा फलो गर्न थाल्छ होइन। अनि फ्युचरमा चाहिँ पास्टको सोल्युसन नै त्यसको प्रब्लम हुन थाल्छ क्या।